नेपाली दिदीबहिनी दाजुभाइहरूलाई म बिन्ती गर्न चाहन्छु, प्लिज यदि तपाईहरु काममा गयो भने चाहिँ आफ्नो बालबच्चाको धेरै भन्दा धेरै ध्यान राख्नु होला। यी बाबुलाई त तपाईले चिन्नु होला, एकदमै भाइरल भएका छन् फेसबुकमा। र भाइरल पनि कसरी भएका छन् भने मलाई त बोल्नै लागिरहेछ। महाराष्ट्रको पुनाबाट के बिहानदेखि विपत्ता भएको थियो। दोस्रो दिन 6 बजे उनीको रुमको अगाडि लास भेटियो र लास भेटिएपछि किडनी सिडनी सब निकालेका र पुरा एकदमै काटकुट। मलाई त भन्न नै एकदमै लागिरहेछ। प्लिज जति हुन्छ यो भिडियोलाई शेयर गर्नु होला, तपाईको घर फ्यामिलीमा पुर्याउनु होला र आफ्नो बालबच्चाको एकदमै ध्यान राख्नु होला र सुरक्षाको हिसाबले साथमा कसैलाई राख्नु होला। यदि तपाईहरु कोही काममा जान्छ भने प्लिज र एक्लै नछोड्नु होला। यो पापी दुनिया यहाँसम्म पुगेको छ कि तपाईहरुलाई थाहै छैन। यो पापी दुनिया एक आँसु फाले पनि त्यो आँसुको महत्व त यिनीहरु थाहै पाउँदैनन्। बुझ्नुभयो? त्यसैले आफ्नो बालबच्चाको एकदमै ध्यान राख्नु होला र तपाईहरु आफ्नो पनि ध्यान राख्नु होला। प्लिज अर्काको देशमा आएका छौं, हामीले दादागिरी गरेर यताउता गरेर प्लिज नगर्नु होला। ज्यानको माया सबैलाई हुन्छ। हेर्नु त बाबुको हालत, यति सानो उमेरमा पनि उनले के गल्ती गरेका थिए? केही गल्ती गरेको थिएन र उनको त्यही पनि हत्या गरियो र उनको किडनी पनि निकालिएको छ। यही पापीहरूलाई छिटो भन्दा छिटो पक्राउ गर्नुपर्छ। जसरी हुन्छ, क्या भारत हो क्या नेपाल हो, र पक्राउ गरेपछि यिनीहरूलाई पनि त्यही जसरी बाबुलाई गरेको छ त्यसरी नै यिनलाई गराउनु पर्छ क्या। र बाबु हार्दिक श्रद्धाञ्जली। पापी दुनियाँले छिट्टै नै लगेर गयो। लाउ खाऊ भन्ने उमेरमा पनि पापी दुनियाँले छोडेन। हार्दिक श्रद्धाञ्जली बाबु। के गर्ने, स्वर्गमा बास होस्।